ई-सेवाको एमपिन बिर्सिनुभयो? चिन्ता नलिनुहोस्। तपाईको सुरक्षालाई ध्यानमा राखेर ई-सेवाले ल्याएको छ एमपिन परिवर्तन गर्ने नयाँ तरिका। एमपिन परिवर्तन गर्नलाई ई-सेवा एप खोलेर लगइन पेजमा जानुहोस्। फर्गट एमपिनमा क्लिक गर्नुहोस्। आफ्नो ई-सेवा खातामा प्रयोग भएको मोबाइल नम्बर हालेर प्रोसिडमा क्लिक गर्नुहोस्। अब तपाईले आफ्नो ई-सेवा खातामा प्रयोग भएको मोबाइल नम्बर तपाईकै हो भनी प्रमाणित गर्नुपर्नेछ। यदि ई-सेवामा रजिस्टर भएको नम्बर अहिले तपाईसँग छैन भने तपाईले ई-सेवा कार्यालयमा नै सम्पर्क गर्नुहोला। सो नम्बर तपाईसँगै छ भनी प्रमाणित गर्न तपाईले मेसेज पठाउनु पर्नेछ। त्यसको लागि प्रोसिड टु सेन्ड एसएमएसमा क्लिक गर्नुहोस्। अब तपाईको मेसेज बक्स आफै खुलेर मेसेज टाइप भइसकेको हुनेछ। त्यस मेसेजमा केही थपघट नगर्नुहोस्। आफ्नो फोनमा अरू पनि सिम कार्ड छ भने आफ्नो ई-सेवा खातामा प्रयोग भएको नम्बर नै प्रयोग गरेर मेसेज पठाउनुहोला। ई-सेवाबाट तपाईलाई एक पटक मात्र प्रयोग गर्न मिल्ने ओटिपी पासवर्ड मेसेजमा आउनेछ। ई-सेवा एपमा गई उक्त ओटिपी पासवर्ड राख्नुहोस् र भेरिफाई एन्ड प्रोसिडमा क्लिक गर्नुहोस्। यसपछि नयाँ एमपिन चयन गर्नुहोस्। नयाँ एमपिन 4 अङ्कको हुनुपर्नेछ। लगातार आउने नम्बर जस्तै 1 2 3 4 वा 6 7 8 9 नराख्नुहोला। त्यसैगरी एउटै नम्बर 4 पटक जस्तै 1 1 1 1 वा 2 2 2 2 पनि नराख्नुहोला। साथै तपाईको ई-सेवा वालेटको नम्बरको पहिलो 4 अथवा अन्तिम 4 अङ्क पनि नराख्नुहोला। यस्तो नम्बरलाई तपाईले एमपिन राख्दा अरू कसैले सजिलै अनुमान गर्न सक्छन्। नयाँ एमपिनलाई चयन गर्न तलको बक्समा पनि सोही नम्बर फेरि हाल्नुहोस्। तपाईले यो प्रक्रिया 1 मिनेटमा पूरा गर्नुपर्नेछ, अन्यथा ओटिपी एक्सपायर हुनेछ। तपाईको एमपिन अब सफलतापूर्वक परिवर्तन भएको छ। अब तपाईले सजिलै ई-सेवामा कारोबार गर्न सक्नुहुनेछ। आफ्नो ई-सेवा खाता सुरक्षित राख्न एमपिन, पासवर्ड तथा ओटिपी कहिले पनि सेयर नगरौं।